सालिमन 01 मा तपाईहरुले सबैले लाइक अनि सब्स्क्राइब गरिदिनु होला मेरो भिडियोलाई। अनि अहिले चाहिँ म विशेष गरेर माछा मार्न जाँदैछु। अनि यहाँ माथि देख्नुहुनेछ बडा बाउ र सक्यो। अब पानी फाल्नु पर्ने हैन? यही हो समुद्र आजको लागि। अब बडा बाउले चाहिँ माछा मार्ने समुद्र यही यहाँनिर सबैजना हामी आइसकेका छौँ। अनि अब फाल्ने रेडी भइसकेको छौँ हामी। माछा अब यहाँ पक्रिँदैछ। हामी कति पार्यो? कहाँको हिलो पसी गयो? हिलै मात्रै छ त हौ, माछा त छैन त नि। हिलै कहाँको हिलो पस्यो? हाम्रो दाजुले चाहिँ यहाँ फाल्दै हुनुहुन्छ। हो ठुलो पोथी। लु हेर्नु त त्यो कुरमा के छ भन्छ। आम्मामा यस्तो अब के चाहिँ रहेछ हौ बडाबाउले हेरौँ है त। गर्नु 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 बाख्रा पनि चढ्दैछ। कहाँ थियो? खोइ त के थियो त नि? पानी सुक्नुपर्छ, त्यही त। पानी सुक्नुपर्छ? ल अर्को ठाउँमा यो अर्को मार्नु आँटेको होइन फेरि? ए हुँदैन हौ फेरि खराब पाएछ। मैले बाख्रा त माया मारिसकेँ। माटो भर्ने भरौँ। अब यो माटो भरेर लाने हो। भनेको सारेको यहाँनिर चाहिँ अब यहाँ माछा मार्नुलाई यहाँ बगाइसकिसक्यो। नि त सक्यो माछा पनि देखाउ है म माछा त एउटा छैन। मारेको लु कति आयो? अहिले चाहिँ अब यस्तो अवस्था भइसक्यो। यहाँ घामले डढेर यहाँ भर्खर आउँदैछ नि पानी मर्दैछ माथि। एउटै पर्सेन क्या यहाँ छैन त रहेछ। हल्लाको यहाँ हेर्नु त। ऊ त्यहाँ पो पस्छ त। यहाँ आउँछ र फर्केर ऊ मासतिर चेप्नु। अब यहाँ हल्लाको हेर्नुपर्छ। समुद्र आइरहेछ। हल्ला आएर फेरि जिउले के हल्लाको देखेको नि। मैले एकचोटि त पखालेँ। यसको कारण यही हो। लु यहाँ यति परिसकेको छ है यो माछा। यही हो। अनि चाहिँ जाउँ भनेको। ल ल अनि पछि जाउँ भनेको बडा बाउ। यसरी होइन हो। लु 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 यसो गर्दा हुन्छ। थापौँ। यो भरे चाहिँ के गर्नु नि? यो यसो गरेर यसो गर्दा ए माछा एकदमै राम्रो माछा। यो चाहिँ गडेरा माछा। ओके ल अब गुड भयो। यतातिर फालेको छैन हो मैले एक जोडा यस्तो यत्रो मारेको यहाँ पानीमा पुच्छ। अलि अल्गोमा हाल्नुपर्छ। अल्गोमा चाहिँ उफ्रिन्छ मर्छ आफै। थोरै पानी पार्नुपर्छ कि अल्गो भाँडा चाहिँ। अब चाहिँ
माछा मारेर घर जाने बेला भयो किनभने दिउँसो नै आएको यहाँनिर 5 पो बज्नु आँटिसक्यो त 5 बज्नुलाई 1 मिनट मात्रै बाँकी छ है लु अब यत्रो मारेको है यत्रो यहाँनिर खनेर मारेको आज यति यहाँनिर छ यहाँनिर यति रहेछ अर्को खोइ यसरी मिलेर गर्दा हुने रहेछ नि त हुन्छ नि सजिलो पनि हुन्छ धेरैजनामा अलि लु अहिले चाहिँ हामीले माछाहरू मारेर दिउँसो आएको 2 बजीतिर 5 बजीतिर घर फर्किँदैछौँ यहाँ 6-7 किलो चाहिँ मारे 6-7 किलो माछा भन्दा पनि 2 केजी जति चाहिँ माछा मारियो अनि अब चाहिँ यहाँ चाहिँ एकदम त दाजुले बोक्नु भएको छ अब चाहिँ हामी घरतिर लाग्यौँ है लु अब गएर बाँडफाँड गरेर केलाइ सेलाइ गरेर अनि खाने